बालेन शाह हत्यारा हो। आज त्यहाँ घन्टी बजाएर चाहिँ नि होइन के गर्छु भन्नेहरूले के अरे इटरीबाट के भनेछन्, हामी खुवाउँछौँ पानी कोसीको भनेर भनेछन्। कोसीको पानी खुवाउने है सबैको चाहना भन्न पाउँछ, उसले पनि भन्न पर्छ, लोकतन्त्र हो है। कस्ता मान्छे हुन् ती तपाईँलाई थाहा छ? हत्याराहरू हुनु हो सिधै कुरा। हर्क साम्पाङले यो कुन आधारमा भनिरहेका छन्? तथ्य छ, प्रमाण छ। के का आधारमा? बालेन शाह हत्यारा हो आरोप लगाइदिएर मात्रै हुन्छ? प्रमाण पेश गर्न सक्नु पर्दैन? लौ हर्क साम्पाङलाई पनि एउटा आरोप लगाइदिनु पर्यो। लौ लगाउनु त सबैले कमेन्टमा। आरोप मात्रै लगाइदिए हुन्छ, तथ्य प्रमाण दिनु पर्दैन, पुष्टि गर्नु पर्दैन साथी हो। आरोप लगाइदिए हुन्छ। एउटा कसैलाई आरोप लगाइदिएर मात्रै भयो त? भएन नि त। के जातिलाई काल आयो भने सहर छिर्छ भन्थे? साँच्चै नै हर्क साम्पाङलाई काल आए जस्तै छ। निर्वाचनमा अहिले बढी चुरीफुरी गरे जस्तो देखिन्छ। कतिवटा सिट जित्ने हुन् त्यो पनि अन्यलमा छ। सुनसरीमै उनले जित्ने हुन् कि होइनन् भन्ने कुरो एउटा अन्यलता छ। यदि जितिहालेछन् भने उनका सहकर्मीहरूले कतिले जित्ने हुन्? राष्ट्रिय जनावरको सम्मान गर्न नसक्ने, राष्ट्रिय पन्छीको सम्मान गर्न नसक्ने यस्ता व्यक्तिहरूले राष्ट्रियताको सम्मान गर्न सक्दैनन् भन्दैछन् जनताले। गाई काटेर खान पाउनुपर्छ भन्दै खुल्ला हिँडिरहेका छन्। जुन एउटा राष्ट्रिय जनावर हो, संविधानले समेत उसलाई राष्ट्रिय जनावरको रूपमा परिकल्पना गरेको छ, भनेको छ। 81% हिन्दू नेपालमा बस्छ। मैले यहाँ जातिको धर्मको कुरा गरेर एक आपसमा समाजलाई भड्काउन खोजेको होइन। मिलेर बसेको समाज मिलेर नै बस्नुपर्छ। जसले समाज भड्काउन खोज्छ त्यो यो देशको लागि पुरा धमिरा हो। धर्मको नाममा जसले राजनीति गर्छ त्यो धमिरा हो। म एक गरी भन्न चाहन्छु, यहाँनिर धर्मको राजनीति गर्ने व्यक्तिहरूलाई अनुमोदन नगरेकै राम्रो। जनताले यो पटक अनुमोदन गर्नेवाला पनि छैनन्। मैले अगाडि नै भने स्याललाई काल आयो भने सहर छिर्छ भने जस्तै हर्क साम्पाङलाई काल आए जस्तो छ। मान्छेको काल होइन, यो राजनीतिकको काल भनेको। राजनीति अन्त्य हुन सक्छ। अगाडि हिन्दूको कुरा जोड्दै थिए। 81% भन्दा धेरै हिन्दू भएको देशमा जसले गाईलाई आस्था मान्छ, जुन संविधानले चाहिँ गाईलाई राष्ट्रिय जनावरको रूपमा परिकल्पना गरेको छ, त्यस्तो प्रकारको जनावरलाई खान्छु, काट्न मिल्छ, देखाइ खाने हो, गाई काटेर बिक्री वितरण गर्ने हो जस्ता कुरा गरिसकेपछि त्यो 81% हिन्दूले, त्यो 81% नेपाली जनताले तपाईँलाई के प्रधानमन्त्री स्वीकार गर्छ होला त? यो देशको सारा देशको प्रधानमन्त्री तपाईँलाई के स्वीकार गर्नेवाला होला त? म त यसमा स्वीकार गर्दिनँ। र अर्को कुरा तपाईँले अगाडि भनिरहनु भएको छ बालेन शाह हत्यारा हो। हत्यारा भन्दै गर्दा कुन आधारमा भन्नुभएको हो? प्रमाण के छ तपाईँसँग? त्यो प्रमाण देखाउनु पर्यो। होइन भने तपाईँलाई नै यो विरुद्धमा मुद्दा बालेन शाहले हाल्न चाह्यो भने लाग्छ मुद्दा। खोरमा जानु पर्ला, निर्वाचनको मुखैमा विचार गर्नु पर्यो। आरोप लगाउन त म पनि लगाइदिन्छु 2-4 वटा, तर मसँग तथ्य प्रमाण छैनन्, पुष्टि गर्न सक्दिनँ। म आरोप लगाउनका लागि मात्रै आरोप त मसँग जति पनि छन् म लगाइदिइहाल्छु नि, के छ र? अनि एउटा कुरा त छुटिएछ, तपाईँले यहाँ अगाडि त्यो एउटा टुकटुके माइकबाट बोलिरहनु भएको छ होइन? त्यो चुनाव चिन्ह हो। तपाईँले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै हुनुहुन्छ। कसैले मुद्दा हालिदियो भने तपाईँका विरुद्धमा निर्वाचन आयोगमा मुद्दा पर्छ। विचार गरेर त्यो टुकटुके माइक प्रयोग गर्नु पर्यो।